गीतकै कुरा गर्दाखेरि चाहिँ गीत छ भनेपछि सेटमा पुग्दाखेरि निश्चल असिन पसिन भएर दिइरहेको थियो अनि यसो हेरेँ किनभने हामीले त नाच्नु पर्दैन भन्ने जस्तो लागिरहेको थियो भन्ने जस्तो अनि सुनिलजी आएर होइन अलिकति यसो भनेर हेरेँ आँगन टेढो छ कताबाट मैले मिल्दै मिलेन भनेर अनि अलिअलि गरेर खासला खोज्यो तर मलाई पनि ढुक्क के थियो भने हामी जीवनमा तीनजना चाहिँ यति रमाइलो गरेको योभन्दा अघिल्लो गीतमा म नजान्ने भनेको मभन्दा अलिअलि नजान्ने पनि रहेछ एउटा केटो खगेन्द्र अनि सबैभन्दा धेरै जान्ने चाहिँ ऊ थियो हामी तीनजना अब उसलाई भनिरहनै पर्दैन उसै ननाच्ने दुईवटा गीतमा परेको अन्त हामी दुईजना नाच्नु पर्ने होइन हाम्रो परेपछि त अब उहाँको गाउँमा पनि दुइटै सेट चाहिँ फेरि टेढो रहेछ है आँगन हाम्रो नमिलेको क्या आँगन मिल्दैन अहिले जस धन्यवाद सुनिलजी यो गीतको लागि र माओबोध चाहिँ कस्तो हो भने मेरो लागि चाहिँ एकदमै रमाइलो अनौठो छ कि संयोग अघि संयोगै संयोग भने जस्तो दिनेशजी र म अनि आर्यन हामीले सँगै काम गरेर आर्यनसँग त फाटाफुट्टा फिल्ममा त सँगसँगै जस्तो भयो नि त तर स्क्रिन सेयरै गरेको थिएनौँ नगरेको अथवा दिनेशजीसँग काम नगरेको दिनेशजी र हामी मेरो एउटा साथी छ आर्यन म दिनेशजी हाम्रो राज श्रेष्ठ दाई उहाँ धेरैजना मेरो एउटा साथीसँग भेट भएको हामी उत्तम नेउपाने त्यो फिल्ममा थियौँ हामी माओबोजमा हामी सँगै भयौँ त्यो चाहिँ 17 वर्ष पछाडि हामीले सँगै सहकार्य गरेको रहेछौँ यत्रो हिँडिरहँदाखेरि हामीले सँगसँगै काम गर्ने यो अवसर मिलेको थिएन रहेछ योभन्दा अगाडि पनि हामीले धेरै कोसिस गऱ्यौँ दिनेशजीसँग तर त्यो संयोग मिलेन यो यसमा ठ्याक्कै मिल्यो आर्यन म अब खगेन्द्रसँग त हामी सँगसँगै काम गरेको अन्त 22-23 कति वर्ष भएछ तर बिचमा हामीले पनि ग्याप भयो हाम्रो पनि फिल्ममा चाहिँ नै गौमासँग काम गरेँ पुष्कर दाईसँग काम गरेको थिएँ दिदी दाईहरूसँग चाहिँ मैले पनि पहिलोचोटि काम गरेको थिएँ अञ्जना अनि मल्लिका हाम्रो नामै अर्को छ उसको हामी सँगसँगै काम पहिलोचोटि गऱ्यौँ जुन यति मजा आउँथ्यो कि हामी सुटमा सम्झिँदा त्यो गीतमा चाहिँ त्यो मिस भयो किनभने आर्यन थिएन त्यहाँ पुष्कर दाई हुनुहुन्न थियो अरे पुरानो गीतको धेरै सम्झना छ हामीलाई चाहिँ है यो नयाँ गीतको चाहिँ पछिल्लो सेड्युलमा हामीले काम गरेको थियौँ अनि त्यो निश्चल खतरा नाच्छ भन्ने चाहिँ नाच्छ होला भन्ने चाहिँ कति बेला लाग्थ्यो भने लुटको गीतमा दाइ यसरी हो नि भनेर पर दिन्थ्यो अनि अब तिमीले नाचे जस्तो मैले नमिल्ने भन्थेँ त्यति बेला लाग्थ्यो तर पछि नाच्दा यस्तो भयो कि अहिले देखिहाल्नु भयो होइन अनि यो संयोगले मेरो लागि पनि यो अवसर जुरेको हो हामी सबैजना एकैसाथ यसरी काम गर्ने यो अवसरको लागि धेरै धेरै धन्यवाद दिनेशजी बाँकी कुरा त तपाईँहरू छँदै हुनुहुन्छ अघि भने जस्तै अब धेरै दिन बाँकी छैन यो चलचित्रलाई दर्शकमाझ पुर्याइदिने सम्प्रेषण गर्ने तपाईँ सञ्चारकर्मी मिडियाकर्मी पत्रकार सबैजना हाम्रो शुभचिन्तकहरूको काम हो तपाईँहरूलाई विनम्र अनुरोध पनि गरेँ हामीलाई साथ दिनु धन्यवाद भन्दै म यो पक्कै पनि आर्यनलाई दिनुपर्छ गीतमा खेल्ने मान्छे त म के बोल्ने हुन्छ गीत बनाउने मान्छेले म के बोल्ने भन्छ म बनाएको नखेलेको म के बोल्ने उताको एक्सपिरियन्स त धेरै छ हजुर होइन अब म एज एन अडियन्स त मैले यो एडिटिङ टेबलदेखि नै हेर्दा भएर आएको होइन किनकि म सबैजना दयाको म मकैबारीदेखि नै डान्सको फ्यान भएँ उसले बाङ्गो आँगनलाई पनि सिधा बनाइदिन्छ उसले के गरिसक्यो भन्दाखेरि गिभअप गरिदिइसक्यो मलाई आउँदैन नचाउँछ भने म हल्लिदिन्छु गीत गाइदिन्छु भनेर उसले यति मिठोसँग त्यो चिजलाई क्यारी गर्दो रहेछ म लिटरली म एकचोटि त्यो आप्पाको यस्तो गरेको स्टेपको फ्यान थिएँ म त्यसो मैले भने पनि थिएँ होइन तर मकै परेपछि नि दयाको म डान्सको फ्यान भएँ अब रहिकन के भन्दाखेरि अब म स्क्रिनमा भइदिए त्यति धेरै डान्स देख्न पाइँदैन थियो होला निश्चल स्क्रिनमा भएर त्यति धेरै डान्स देख्न पाइयो होइन त्यति धेरै एनर्जी देख्न पाइयो गीत राम्रो टिम राम्रो सिनेमा राम्रो निर्देशक राम्रा कलाकारहरू
होइन राम्रो गीत राम्रो पर्फर्मेन्स सबै चिज राम्रो छ आशा गरौँ हजुरहरूलाई पनि राम्रो लाग्छ होला सपोर्ट सधैँ चाहिन्छ तपाईँले मलाई भन्नै पर्दैन गरिहाल्नुहुन्छ होइन ढुक्क छु म नमस्ते म मरिचमान श्रेष्ठ बल्छी दुर्बे यानि माछाको नाइके कुरो तपाईँहरू यतिखेर हेर्दै हुनुहुन्छ फिल्मी टिभी र फिल्मी टिभीमा आएको भिडियोहरू हेर्नको लागि फिल्मी टिभीलाई चाहिँ सब्सक्राइब गर्नु होला सब्सक्राइब गरिसकेपछि भिडियो आउँछ भिडियो आएपछि मन पर्यो भने लाइक सेयर कमेन्ट बटङटङ हानिदिनु होला